हामीले पाएको अग्रज अगुवा सुशीला म्याम हजुर, प्रकाश सर हजुर साँच्चै सत्यको अगुवा हुनुहुँदो रहेछ। किनकि आफ्ना बालबच्चाको निमित्त जसरी कुनै पनि बाबा आमाले कुन कुन तौल तरिका अप्नाएर हुन्छ उसलाई सुरक्षित राख्ने बाटो अप्नाइन्छ नि, हाम्रो अग्रज अगुवाले सदाबहार, किनकि म मृत्युमा पुग्दा पनि उहाँहरूले हात नथापिदिनु भएको हुन्थ्यो अनि ईश्वरलाई नदेखाइदिनु भएको हुन्थ्यो भने म आज यो ड्यासमा नउभिएको, म जमिन मुनि गइसकेको पनि लगभग 5 वर्ष भइसकेको हुने थियो। लकडाउनमा मैले मृत्यु सुम्पिँदा जीवन पाएँ, आज ऋण सुम्पिँदाखेरि मैले धनको जीवन पाएको छु होइन। परमपिता परमेश्वरमा समस्या सुम्पिँदा आशिष आउँदो रहेछ। किनकि साँच्चै परमपिताको आशिष अनि सर म्यामजीको प्रार्थना अनि मेरो जीवन सङ्गिनी पवित्र कार्की म्यामको धैर्यता होइन, अनि धेरै जन लिडरले गर्नुभएको प्रार्थना परमेश्वरले सुन्नुभएको रहेछ। सँगसँगै मैले विश्वासमा अलिकति पनि डगमगाइन। साँच्चै जस्तोसुकै परिस्थिति आउँदा नि हामी अडा अनि खडा हुनुपर्छ भनेर हाम्रो अग्रज अगुवाले सदा हामीलाई उत्साहित बनाइराख्नुहुन्थ्यो नि त। समस्या पर्दा यही कुराहरू हामीले प्र्याक्टिकल गर्ने रहेछ होइन। किनकि लगभग 12 वर्ष अगाडि 12 वर्षमा त नदी पनि फर्किन्छ भन्ने उखान मैले सुनेको थिएँ। मेरो जीवनमा पनि लगभग मेल खाएको छ होइन। किनकि सबै कुरा छोडछाड गरेर परमेश्वरकै कार्यमा अगाडि बढिराख्थेँ। त निर्दोषको लागि अरू कोही नभए पनि म छु है, मेरो सन्तान, यो पनि पुरा भएको छ होइन। त हरेक